हेलो नमस्ते, आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु है त साथीहरू। अनि स्वागत छ मेरो मिनी ब्लगमा। म चाहिँ लागे फायर निकालेर चाहिँ अब जान लागिरहेको छु। कहाँ भन्दै हुनुहुन्छ भने चाहिँ म आज भिडियोमा नै अगाडि देखिसक्नु होला, क्लिप्स चाहिँ देखिसक्नु भयो होला। सो त्यही हो, म चाहिँ आज राज हमाल ज्यूलाई भेट्ने एउटा मौका पाएको छु है। उहाँको बच्चैदेखि फिल्म हेरेर यत्रो बुढो भइसक्यो भनौँ न, अझै बुढो हुन लागिसक्यो होइन। अनि उहाँलाई भेट्ने चाहिँ धेरै मन लागिरहेको थियो अनि आज त्यसो भेट्न पाउँदैछु। अनि उहाँको प्रोग्राम सिजोका भन्ने ठाउँमा हुन लागिरहेको रहेछ। अनि मेरो ठाउँबाट चाहिँ 20 मिनट लाग्दो रहेछ है जानलाई। अनि म चाहिँ क्रस फायरमा निकालेर क्रस फायर चलाउँदै जाँदैछु है। यता चाहिँ झ्याप्पै रात पनि परिसकेको छ। हेर्नु न यस्तो झिलिमिली होइन। नेपालमा के अरे यस्तो झिलिमिली हुनलाई दसैँ तिहार आउनु पर्थ्यो भने यहाँ चाहिँ एनी टाइम यस्तै झिलिमिली भइरहन्छ है यो ठाउँतिर चाहिँ। अनि सो त्यही हो। अनि उहाँलाई भेट्नुलाई चाहिँ म आज चाहिँ एकदमै एक्साइटेड छु। अनि उहाँ पुग्नु बेलामा चाहिँ म यो ठाउँमा अलिक म चाहिँ लोकेसन भन्दा अलिक तलतिर नै गइरहेको रहेछु कि होइन। म त आइहाल्यो अब भनेर म्याप किन हेर्नु भनेर चाहिँ सुइसी जाँदै थिएँ होइन। जाँदै थिएँ यहाँ गएर कहाँ म त पार्कतिर गएछु क्या, पार्कको पार्किङ गर्ने ठाउँतिर। फाइनली साथीहरू म चाहिँ अब अलिअलि घुमेर चाहिँ आइपुगेँ त प्रोग्राम हुने ठाउँमा। अब भित्र छिरोमै त कस्तो के भइरहेछ माहौल, सबैजना कुरिरहनु भएको रहेछ। फाइनली आउनुभयो त राज हमाल। त्यसपछि सबैजनाले स्वागत गर्दै उहाँलाई खाता साता लगाइदिउँ। त्यसपछि खाता लगाइदिएर उहाँकै चलचित्रको एउटा सानो म्युजिक भिडियोको एउटा प्रोग्राम रहेछ। हाम्रो चेलीबेटीले राख्नु भएको रहेछ है, एउटा डान्स गर्दै हुनुहुन्छ अरे। अनि उहाँसँगै बसेर हेर्न पाउँदा एकदम खुसी छु है त। हेरौँ है त साथीहरू अब। थ्याङ्क यू, धन्यवाद सबैलाई। यो उपस्थितिको लागि पनि धन्यवाद र न्यानो स्वागतको लागि यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। जापान आउन थालेको पनि धेरै वर्ष भयो। जापान आउन थालेको आवत जावत गरेको 25-26 वर्ष नै भयो। म पहिलाचोटि जापान सायद 25 या 26 वर्ष अगाडि आएको थिएँ। त्यसपछि पश्चात धेरैचोटि आएँ। एउटा लामो अवधि त हरेक साल आएँ। तर जापानमा बस्नुहुने नेपाली दिदी भाइ दाजु बहिनीसँग चाहिँ नि बिरलै भेट अनुरोध छ। अहिले नेपालीहरू मैले भने जस्तो संसारभरि हुनुहुन्छ र संसार भएको कारणले विभिन्न, जसरी नेपालमा विभिन्न पृष्ठभूमि वक अफ लाइफमा चाहिँ नि नेपालीहरू हुनुहुन्छ, त्यस्तै विदेशमा पनि नेपालीहरू विभिन्न पृष्ठभूमि, विभिन्न स्थानमा, विभिन्न वक अफ लाइफमा, विभिन्न कार्यमा। लगभग उहाँको प्रोग्राम चाहिँ सकिसकेको थियो। अनि उहाँकै पुस्तक चाहिँ लिनलाई दिइदिनु होला, उहाँको बुक पनि पढिदिनु होला। अनि उहाँको बुक चाहिँ अब अहिले निकाल्नु भएको रहेछ है, सबैजनाले पढिदिनु होला होइन। अनि एउटा चाहिँ जापान आउनु भएको चाहिँ अब एउटा मोटिभेसन प्रोग्राम लिएर चाहिँ आउनु भएको रहेछ। अनि के रहेछ भने अब उहाँको पुस्तक आएको रहेछ। अनि उहाँको लेखक र उहाँ आउनु भएको रहेछ होइन जापान चाहिँ। अनि यस्तै प्रोग्रामहरू चाहिँ धेरै ठाउँमा भइरहेको छ। अहिले प्रोग्राम चाहिँ यो सिजोकामा आउनुभन्दा अगाडि
टोकियोमा एउटा प्रोग्राम भ्याएर आउनु भएको रहेछ अनि लगायत धेरै ठाउँमा रहेछ जापानमा प्रोग्रामहरू राय समालज्यूको चाहिँ यो सिजोका प्रोग्राम भ्याएर चाहिँ आज ओसाका जानुहुन्छ होला आज चाहिँ मलाई चाहिँ एकदमै खुसी लाग्यो है उहाँलाई भेटेर चाहिँ अनि उहाँले भोगेको लाइफमा भोगेको कुराहरू चाहिँ सुनाउनु भयो हामीलाई होइन मोटिभेसन दिनुभयो होइन त्यो कुराहरू म लिन्छु र हामीले यस्तो कुराहरू हुन्छ नि सुन्न पर्छ हामीले नभोगेको कुराहरू उहाँले भोगेर आउनु भएको छ होइन हामीले नदेखेको कुराहरू उहाँले देखेर आउनु भएको छ भोगेर आउनु भएको छ यस्तो कुराहरू चाहिँ हामीले सुन्नुपर्ने हुन्छ है ल त्यही हो त साथीहरू सबैजनाले भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है यस्तै भिडियोहरू मनपर्छ भने कमेन्ट गर्नु होला फलो गर्नु होला है लाइक गर्नु होला है बाई बाई सबैजनालाई माया छ है धेरै ल बाई